घिउ पनि कम्ती भयो नि प्रसाद भागा हुँदैछ कोको प्रसाद मोटामोटी साथीहरू पूजा चाहिँ अब सकिसकेको छ होम पनि भयो यो चाहिँ रणबहादुर बस्तीको गाउँलेहरू सबै मिलेर गरेको सर संसारी पूजा धुर पूजा टक्राको बेलुका साँझै भयो साथीहरू जङ्गलको बिचमा खोलाको किनारमा पूजा हो लहे 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 म त गाईमा होम गर्नु गएको पठाए गाई एउटा फल काम त गर्नै पर्यो नि घरको एउटा फल गोर्खे परम्परा अनुसार यो चाहिँ हाम्रो थितिरीति उस्तैदेखि मनाउँदै आएको गर्दै गरी ल्याएको यो पूजा चाहिँ प्रत्येक साल गाउँलेहरू मिलेर गर्ने गर्छ तपाईँहरूकोतिर नि सायद हुन्छ होला जहाँ गोर्खे समुदाय बेसी मात्रामा बस्छ उहाँ चाहिँ अवश्य नै यस्तो पूजा हुने गर्दछ र हाम्रो गाउँमा चाहिँ सालिने हुन्छ यहाँ देख्न सक्नुहुन्छ सबैजना गाउँको मान्छेहरू उपस्थित छ अब यो पूजा चाहिँ लास्ट अन्तिम फिनिसिङमा छ अन्तमा सक्नु आँटिसकेको छ पूजा चाहिँ अब 10-15 मिनटमा पूजा शेष अनि प्रसाद खाएर म पनि घरतिर लाग्छु मैले देखाएँ तपाईँलाई रणबहादुर बस्तीको धुर पूजा संसारी पूजा के पूजा 4-5 किसिमको पूजा हुन्छ यो हो हलुवा हैन यो हलुवा पो रहेछ त हलुवा बनाएर राखेको रहेछ छोरीलाई पठाएको होला नि अरु के बनेको छ प्रसाद कोको प्रसाद आउँदो पिँढीहरू आज हामीले गर्दैछ भनेदेखि भोलि उनीहरूको पाली हो हेरेर सिकिरहेको छ जानिरहेको छ प्रसाद भागा हुँदैछ सब किसिमको प्रसाद मिलाएर हाम्रो यहाँ गोपाल साथीले बेसी नमाड पानी मिसिन्छ ल ल ल ल ल अब बेसी टाइम छैन पूजा सकिन्छ अब ल त साथीहरू धुर पूजा पनि आयो गोर्खे मान्यता अनुसार हाम्रो यसरी पूजा सुजा गर्यो भने चाहिँ हैन भएन गाउँमा सुख शान्ति छाउँछ रोग कष्टहरू रुढीहरू सबै भाग्छ र त्यही कारणले जहाँ जहाँ गोर्खा समुदाय बेसी हुलमा छ उहाँ चाहिँ त्यो गाउँमा चाहिँ अवश्य नै यस्तो पूजा हुने गर्छ हुन्छ तपाईहरुकोतिर नि हुन्छ होला बताउनुहोस् कमेन्टमा हाम्रोतिर त हामी सालै नै यसरी गर्छौं पूजाहरू हो गाउँको मान्छे मिलेर सबै मिलेर पूजा हुन्छ र हाम्रो आस्था हो हैन हजुर मान्छेको विश्वास हो पुर्खौँदेखि गर्दै ल्याएको हैन हजुर यो त अब परम्परा आज हामी गर्दैछौं भोलि सानो भाइ बहिनीहरु आज हामीले गरेर देख्दैछ हैन उनीहरुले गर्छ सिकिरहेको छ यो त परम्परा चलि नै रहन्छ यसरी थितिरीति चलि नै रहन्छ ल त साथीहरु गाउँमा पनि अब दलसिंहपाडामा पानी परेन भनेर पुरा उयो भइरहेको थियो पानी पनि पर्यो हो पूजा पनि भयो मान्छे धेरै खुसी छ यसपालि चाहिँ सिजन मोटामोटी राम्रै हुन्छ भन्ने आशा राख्दै तपाईहरुसँग म बिदा चाहन्छु धन्यवाद।